समय सुरु भएको छ। हरिसिद्धिको नाच हेर्दा हेर्दै मृत्यु हुने राजा को हुन्? प्रताप मल्ल। इरानलाई अर्को कुन नामले पनि चिनिन्छ? पास। कम्प्युटर सम्बन्धी IBM को पूरा रूप के हो? पास। नेपाललाई अन्तर्राष्ट्रिय स्वर्ण पदक जिताउने प्रथम खेलाडी को हुन्? वैकुण्ठ मानन्दर। र सोनाम चेपाङको पर्व हो, सही कि गलत? सही। यहाँले एटेम्प्ट गर्नुभएको प्रश्नतर्फ म अगाडि बढ्छु। एउटा इन्ट्रेस्टिङ पनि जसले जवाफ दिनु भइरहेको छ उहाँ चेपाङ समुदायबाटै हुनुहुन्छ। संयोगवश आफ्नै एउटा पर्वको नाम उहाँलाई सोधिएको थियो। हेरौँ त्यो सही भएको छ कि छैन। पहिलो प्रश्न थियो हरिसिद्धिको नाच हेर्दा हेर्दै मृत्यु हुने राजा प्रताप मल्ल हुन्, सही जवाफ। इरानलाई अर्को कुन नामले चिनिन्छ? पास गर्नुभएको छ, पर्सिया भनेर चिनिन्छ। IBM को पूरा रूप यहाँले पास गर्नुभयो, इन्टरनेसनल बिजनेस मेसिन। त्यसै गरी नेपाललाई अन्तर्राष्ट्रिय स्वर्ण पदक जिताउने प्रथम खेलाडी वैकुण्ठ मानन्दर नै हुन्, सही जवाफ दिनुभएको छ। चोनाम चेपाङको पर्व हो, सही कि गलत भन्नेमा यहाँले गलत गर्ने कुनै चान्सेसै भएन।